यो चाहिँ नि भर्जिनियाको विश्व ड्राइभ ली हाइवे को विश्व ड्राइभको के अरे टर्निङ हो। म यहाँ चाहिँ नि एकछिन यसो मर्निङ वाकको लागि निस्केको। यहाँ हेर्नुहुनेछ मान्छेहरू मर्निङ वाकको लागि गइरहेको छ। कोही कुकुरलाई डोर्याउँदैछन्, कोही गाडीहरू यतिकै बिजी चलिरहेछ। त्यो परको चाहिँ एउटा ग्रोसरी हो, त्यहाँ ग्रोसरी पनि छ, सबवेको स्टोर पनि त्यहाँ छ, टी मोबाइलको स्टोर पनि त्यहाँ पर देख्नुहुन्छ त्यहाँ छ। यहाँबाट जुन चाहिँ हामी बसेको ठाउँबाट 5-7 मिनटको डिस्टेन्समा छ। यो चाहिँ यो हामी बसेको ठाउँलाई चाहिँ टिम्बर लेन भन्दछन्। यो बाटो चाहिँ टिम्बर लेनभित्र जान्छ, यहाँबाट भित्रपट्टि हो म बसेको चाहिँ। अनि यहाँ अब यसरी यो ली हाइवे हो, यो चाहिँ ली हाइवे हो, यो चाहिँ व्यस्त सडक हो। वासिङटन जान पनि यतैबाट जाने हो, यता के अरे डोन लोडिङ पनि यतैबाट जाने हो। विभिन्न ठाउँको यो जङ्सन हो। यो चाहिँ यसरी यहाँ छ। यो चाहिँ यो जुन अगाडि देखिरहनु भएको छ, यो चाहिँ पार्किङ ठाउँ हो। यहाँ चाहिँ टिम्बर लेन एउटा चाहिँ कन्डोमिनियम हो। यहाँ चाहिँ थुप्रै घरहरू छन् र घरहरू यहाँ बसोबास गर्नेहरूको पार्किङ यता पनि छ। यो पछाडिपट्टिको पर्यो, जो हामी चाहिँ उता अगाडिपट्टिको साइडमा छ। यसरी यहाँ चाहिँ कुनै गाडीहरू देख्नुहुन्छ, कति गाडीहरू हाइवे देखिन्छ। अब यहाँ यस्तो बोर्डहरू पनि हुन्छ यहाँ यसरी। यो चाहिँ नि अब हेर्नुहोस् त पार्किङ कस्तो व्यवस्थितसँग राखेको हुन्छ। अब यो व्यवस्थापनले नै यो पार्किङको ठाउँ छुटाएर राखेको हुन्छ। आफ्नो निजी पार्किङ त हुँदैन। यो चाहिँ एलोकेटेड पार्किङ हो। यहाँ चाहिँ जो फर्स्ट कम फर्स्ट आउने हो। यहाँ घाँस काट्ने छ, घाँस काट्ने सोहोरलाई सफा गर्दैछ। यस्तो यहाँ टाइम टु टाइम यो ग्रास कटिङ गर्नु नै पर्ने हुन्छ। यो चाहिँ कन्डोमिनियम म्यानेजमेन्टको तर्फबाट नै गर्ने हुनाले सजिलै छ। अन्त सिङ्गल हाउसेसहरूमा त आफै गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ कन्डोमिनियम भएर व्यवस्थापन आफैले गर्दछ। घरहरू यो व्यक्तिहरू देखिन्छ यहाँ चेन्डलर्स। म चाहिँ बिहान यसो मर्निङ वाकको लागि निस्केको र यहाँ अनि यो ठाउँको यसो स्न्याप बनाइहालेको यसरी। यो चाहिँ देख्नुहुन्छ सब यो कन्डोमिनियम हो। एउटा घरमा 3टासम्म 3 6 9 फ्यामिलीसँग बसेका हुन्छ। उनीहरूले 9वटा चाहिँ अपार्टमेन्ट हुन्छ। चेन्डलर्स प्लम्बिङ एन्ड हिटिङ यो चाहिँ सर्भिस प्रोभाइडर हो। आफै आउँछ यसरी। यहाँ अर्कोपट्टि पनि ग्रास कटिङको काम हुँदैछ। यो जे होस् व्यवस्थित हुँदो रहेछ, त्यही हो हामी कहाँ। र यहाँ चाहिँ नि अलिकति सिस्टमहरू एकदम सिस्टम छ, त्यो नै हो। अन्य कुराहरूमा त अब कुनै कुरा यहाँ राम्रो, कुनै कुरा हामी कहाँ राम्रो भन्ने कुरा त त्यो त हुन्छ नै। सबै कुरा एकै ठाउँमा राम्रो त हुँदैन, प्लस एन्ड माइनस जहाँ पनि हुँदो रहेछ। अब यहाँ चाहिँ अब एउटा सिस्टम छ, व्यवस्थित हुन्छ। त्यही भएर अब
मान्छेहरूले मन पराउने त्यही हो। यहाँ कामको दुःख हुँदैन, कामहरू पाइन्छ। अब बरु चोइस नहोला, काम त पाइन्छ। अब यस्तै हो। अब हामी त भिजिटर हो, केही समयको लागि भिजिट गर्न आएको हो। अब यहाँ हेरौँ, मान्छेहरू काममा जाँदैछन्, कोही बाटो हाइवे हेऱ्यो भने उत्तिकै गाडीहरू दौडिरहेको हुन्छ। यी पार्किङ लटहरू अहिले कुनै खाली भइसकेको छ। त्यसको मतलब ती व्यक्ति चाहिँ अब त्यो गाडीवाला चाहिँ काममा गइसकेको भन्ने बुझिन्छ। अरू चाहिँ कोही जानेवाला छन्, कोही चाहिँ गाडी छोडेर मेट्रोमा जाने होलान्। यस्तो किसिमको हुन्छ। यहाँको तरिका त्यस्तै हो। यहाँ अब सपिङतिर पनि डिफ्रेन्ट टाइपको मलहरू पनि आफ्नै टाइपको हुँदो रहेछ। अब ग्रोसरिज पनि अब आफ्नै उसको हुन्छ। यो चाहिँ पावर हाउस हो। यो टेम्परेचरको लागि इलेक्ट्रिसिटी जेनेरेसन ठाउँ हो। यहाँबाट इलेक्ट्रिसिटी। अब यहाँ म चाहिँ वाक जाँदै थिएँ। अब म घर फर्किँदैछु। यो वे ब्याक टु माई होम होइन। यहाँबाट जाँदै गर्दाखेरि चाहिँ नि मान्छे काममा जाँदैछ। यो हो, हेर्नुहोस्, अर्को घर नम्बर देख्नुहुन्छ तपाईँले। त्यस्तो छ। अब यो आफ्नै यो ठाउँ चाहिँ खाली ठाउँहरू पनि छोड्या हुन्छन्। अब सबभन्दा राम्रो त त्यो हो, खाली ठाउँहरू ओपन स्पेस राख्दै हुन्छ। यो घर भयो, यसो ओपन हुन्छ। यता पनि खाली ठाउँ छ। यसरी अब ग्रिनरिज उत्तिकै छ। तपाईँको हेर्ने हो भनेदेखि अब पहिला हामी सानो हुँदाखेरि पढ्दा त हरियो वन नेपालको धन भन्ने पढिएको थियो। त्यसबेला लाग्थ्यो हरियो भनेको नेपालमा मात्रै हुन्छ जस्तो लागेको थियो। अनि जुन बखत म अब 19 कतितिर म धेरै वर्ष अगाडि युएस आउँदाखेरि यहाँ दायाँ बायाँ सडकको दायाँ बायाँ घरको छेउछाउ यहाँतिर सबैतिर हरियो देख्दाखेरि त मैले पढेको जुन नेपाल हरियो वन नेपालको धन भन्ने कुरा त पुरा उल्टा पो कुरा पऱ्यो। अब म त सक्क परेँ। हरियो वन त हाम्रो होइन, अमेरिकाको धन पो रहेछ भने। यहाँ जता गए पनि हरियाली हुन्छ। हेर्नुहोस् ल वृक्षहरू, ल हेर्नुहोस्, अब रुखहरू हुन्छ। ल हेर्नुहोस्, अब यस प्रकारको हामी कहाँ त्यस्तो सिस्टम कहाँ छ। हामी कहाँ त भएको रुखलाई पनि काटिदिने। अब त्यो यस्तो ठाउँतिर घर कि टहरा घरसर बनाइदिइहाल्ने, पर्खाल लगाइदिइहाल्ने। यहाँ सबभन्दा मैले डिफ्रेन्ट देखेको चाहिँ कसैको पनि घरको आफ्नो कम्पाउन्ड हुँदैन, ओपन नै हुन्छ। अगाडि पनि पछाडि पनि उसले गेटहरू कम्पाउन्डहरू हुँदैन। अब यो चाहिँ नि डिफ्रेन्ट। अब हामी कहाँ चाहिँ सानो टुक्रा तिनानामा घर बनाए पनि उसको गेट र कम्पाउन्ड हुनुपर्ने हो। त्यो के हो यहाँतिर। अब अलि फनी टाइपको। ल हेर्नुहोस्, यहाँ कहाँ छ घर, न आगे न पछि। ल यसो पात बनाइदिएछ। यहाँ भित्रबाट हिँड्नु हुने। यसलाई मात्रै, यही ठाउँलाई मात्रै 3-4 चोटि घुमिदियो भने मर्निङ वाक एनफ नै हुन्छ। ल अब हेर्नुहोस्, यहाँ ल हेर्नुहोस्, ग्रिनरिज एन्ड ट्रिज, बुसेस। घरको वाल छेउबाट हामी जाँदैछौँ। घर हो यो होइन। यस्तो किसिमको चाहिँ यो अमेरिका, दिस इज अमेरिका भनेर भन्दो रहेछ। अब यहाँ चाहिँ यस्तो कुराहरू। अब त्यसो भन्दै पनि यहाँ चाहिँ कुनै नराम्रो कुरा छँदै छैन भन्ने कुरा त नहोला। यहाँको नराम्रो कुराहरू पनि होलान् जुन हामीले अब सर्ट स्टेहरूले त्यो नोटिस गर्ने कुराहरू हुँदैन। अब क्विक लुकमा चाहिँ यस्तो इम्प्रेसन हुने कुरा मात्रै हो। अब ल हेर्नुहोस्, यहाँ अब यो ब्याक साइड अफ द के अरे द्याट कन्डोमिनियम आइपुगेँ म। मेरो बसाइ चाहिँ यहाँभन्दा अलिकति माथि
दिस इज नाउ 7378 म पुग्दैछु अब मेरो ठाउँमा ल हेर्नुहोस् ल सधैँ यहाँ कम्पाउन्ड बााउन्ड्रीहरू केही छ केही पनि छैन ल हेर्नुहोस् पार्किङ सब ठाउँमा पार्किङको यस्तो यति घरमा यतिवटा पार्किङ चाहिन्छ भने पहिला नै एलोकेट गरेर हुन्छ देख्नुभयो पार्किङ उता अदर साइडमा थियो यहाँ पनि छ यो दिस साइडकाहरूको लागि यो पार्किङ भयो अदर साइडको चाहिँ अदरहरूको लागि भयो यहाँ भित्र घरहरू थुप्रै हुन्छ ल हेर्नुहोस् पार्किङ ल हेर्नुहोस् त्यो माथि अर्को पार्ट हो त्यो चाहिँ बुसेस हेर्नुहोस् ल हेर्नुहोस् यो पार्किङ हो एन्ड दिस इज अनदर ब्लक ल अझै चाहिँ म यो पटकमा चाहिँ मैले योभन्दा अगाडि म युएस आउँदाखेरि चाहिँ मेनली डिसीमा चाहिँ मैले यो बाइकहरू देखेको थिएन अब म चाहिँ यसपटक चाहिँ म 2012मा आएको थिएँ लास्ट टाइम र 12 वर्ष पछाडि यो मेरो यहाँको भिजिट हो अहिलेको यो पटक चाहिँ त्यसमा चाहिँ हेर्नुहोस् न मैले चाहिँ अहिले यहाँ चाहिँ बाइकहरू पनि देखेँ योभन्दा अगाडि मैले बाइकहरू देखेको थिइनँ अहिले बाइकहरू यहाँ देख्नु ड्राइभ गर्छन् मान्छेहरूले बाटोमा धेरै छैन तर जे होस् बाइक्स अल्सो रनिङ अन द स्ट्रिट भनेको मतलब यहाँ इन्टर्स यहाँ इलेक्ट्रिकल भएको हुनाले पार्किङको लागि यसरी राखेको हुन्छ छुट्याएको हुन्छ पार्किङ यो वान वे हो यताबाट मात्रै आउने हो यस ल हेर्नुहोस् कति राम्रो ट्रीहरू त्यसलाई टाइम टु टाइम ट्रिम गरेर हुन्छ टाइम टु टाइम काटे हुन्छ ग्रास पनि काटे हुन्छ उनीहरूले देख्नुभयो यो पार्किङ हो वान साइड पार्किङ मात्रै छ यहाँनिर यतापट्टि छ अनि यो ट्रास हो डम्प के अरे के को डम्प गर्ने ठाउँ अनि त्यहाँ उनीहरूको टाइमअनुसार त्यहाँ कलेक्ट आउँछ गाडी आउँछ गाडीले दिएर जान्छ हामी कहाँ जस्तो उयो छ बारीतिर फाल्दैनन् त्यो ढङ्गमै फाल्छन् यस प्रकारको यस्तो छ यो जम्मै हेर्नुहोस् न यो पार्किङ चराहरू पनि आफ्नो तालमा चिरचिर गर्दैछन् अब म चाहिँ अब मेरो प्लेसमा आइपुगेँ फुलहरू फुलेको पनि देख्नुहुन्छ होला त्यहाँबाट कस्तो छ यस्तो छ सी हुज गाडी इज आवर गाडी नो नट आवर्स हाम्रो गाडी गइसकेको छ क्या अरे